हेलो 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 ममा खाएको क्लिप चाहिँ निकाल्छु है म युट्युब भिडियो ठिक्क किन अरे त्यो मोमो खाएको त मोमो खाँदा मुख चुच्चो भयो क्या सो हेलो गाइज आज चाहिँ हामी हाम्रो बिनु म्यामको म्यारिड वेडिङमा आएको छौँ होइन अनि हामीसँग हुनुहुन्छ हाम्रो नीतिश सर भेरी ह्यान्डसम एन्ड ट्यालेन्टेड बोय अनि आशिष सर हुनुहुन्छ गणेश सर हुनुहुन्छ हाम्रो गणेश सरको सुपुत्र पनि हुनुहुन्छ अनि हामी चाहिँ यसो यतातिर निक्लेको छौँ यसो पुल सुल घुम्दैछौँ यहाँनिर होइन यो खोला चाहिँ कहाँसम्म जान्छ सर यो खोला त्यही परतिर यहीँ परतिर जान्छ होइन अनि यो पुल चाहिँ एकदमै सर्ट रहेको छ गाइज भन्दा पनि अब स्टुडेन्टले हेर्दैन हेर्दैन होइन सो केटाकेटी हो भन्नु पर्यो केटाकेटी हो हेर्न सक्छौ यहाँ एउटा पुल छ एकदमै सानो सर्ट छ रमाइलो छ अनि यो साइडमा निकै नै ठुलो जङ्गल रहेको छ 2-4वटा फोटोसोटो हान्यौँ होइन हामी पनि अनि चल्दै हाम्रो आशिष सर पनि बोल्नु न ल आज चाहिँ हामी बिनु मिसको बिहेमा आएको छौँ अनि एकदमै हामी खाइदिएको भ्याएर रमाइलो भइरहेछ जे होस् होइन सोल्टिनीहरू पनि हेऱ्यो हामी निस्क्यौँ हामी डिसेन्ट मान्छे त्यस्तो केही गरेन ल अनि भिडियो भन्दा नि फोटो धेरैवटा खिच्यौँ अनि हाम्रो सरहरूसँग हामी चाहिँ बिस्तारै यसो यहाँ देख्न सक्नुहुन्छ फोटोसुट सकेर फेरि वी आर ब्याक टु ब्लग अगेन गाइज ल सरहरू सो यहाँ देख्न सक्नुहुन्छ हाम्रो बिनु म्यामको बिहे चाहिँ यहाँ हुँदैछ अब डान्सको बनाउनु पर्छ यो एरियामा अब गाइस हाम्रो यहाँनिर मेसी हाम्रो फुटबल कम्पिटिसन सुरु भइसकेको छ ओ सही Oh my God! Wow! कैसा लगा मेरा मजाक Like, share and subscribe. यहाँ देख्न सक्नुहुन्छ ल म्याम हेलो हाई के छ खबर भनिदिनु त रमाइलो हुँदैछ बिहे कस्तो हुँदैछ झरो चल्ने हामी त्यो अब निस्किने बेला पुगेको छ अनि हाम्रो यहाँ म्यामले फोटो खिच्नु हुँदैछ यतै खिच्नु ल गाइस हाम्रो चाहिँ धमाधम फोटो खिच्ने कार्यक्रम भइरहेछ अनि हाम्रो युवराज सरको फोटो सुट हुँदैछ यहाँनिर नेक्स्ट बेहुला हो हाम्रो युवराज सर चाहिँ नेक्स्ट बेहुला है फेरि ह्यान्डसम मेन वैशाखमा खान पाइन्छ त्यो युवराज सरको चाहिँ वैशाखमा कहिले छ हौ लग्न सर अर्को वर्ष त धेरै छ यो वर्ष छैन भनेको अर्को वर्ष सन्डे छ है गाइस लग्न चाहिँ एउटा चाहिँ गणेश सर पनि हालेर खिच्नु के एउटा अनि जाउँ ल ए गणेश सर पनि आउनु न हो ए ल यो भाइले नाच्दैछ ल डान्स
गाइस यो चाहिँ हाम्रो अनिश ठाकुर हाम्रो 10 क्लासको हिरो अनि यहाँ छ हाम्रो उज्जवल म पनि छु न तपाईँ ल पाउन पाउन म बनाउँदैछु पक्राइदिनु यहाँ छ क्या बेहुलाजी हाम्रो यहाँ पनि छ एउटा यहाँ पनि छ बेहुला गाइज हामी चाहिँ अब निस्किन लागेको छौँ अहिले पनि निस्किन लागेको छौँ तर त्यहाँ हाम्रो बिनु म्याम यो चाहिँ के गरेको हो सर यो प्रोसेस चाहिँ के भन्छ बिदाई हो यहाँ हाम्रो बिनु म्यामको चाहिँ बिदाई हुन लागेको हुनाले एकछिन पर्खिनु पर्ने भयो यहाँ देख्न सक्नुहुन्छ गाइज यहाँनिर हुनुहुन्छ हाम्रो बिनु म्याम अनि हामी चाहिँ आउँदाखेरि चाहिँ बाटो अलिकति पराङ मराङ भएको कारणले गणेश सर चाहिँ एकदमै डराउनु भयो होइन त्यही पनि हामी जसो तसो आइपुग्यो यहाँसम्म अब फर्किँदा चाहिँ अर्कै बाटोबाट हुँदै जानेछौँ अनि यस्तै छ गाइज लगायत हामी चाहिँ अब निस्किन लागेको छौँ अनि नीतिश सर भित्रै हुनुहुन्छ त्यसैले नीतिश सरलाई पर्खेको हामीले चाहिँ बाहिर यहाँनिर देख्न सक्नुहुन्छ सानो बाख्राको पाठा रहेछ यहाँनिर रमाइलो हुँदैछ होइन सर एकदमै हामी रमणीय ठाउँमा छौँ मेरो वरिपरि हेर्न सक्नुहुन्छ यो वन जङ्गलले मेरो मनै आनन्दित बनाइदिएको छ आज मनै आनन्दित बनाइदिएको छ सरको है एकदमै अब हाम्रो पनि पालो आउँछ होला एक दिन होइन अनि कस्तो हुँदो रहेछ त भनेर यसो अनुभव पनि लियौँ हामीले भित्रतिर हेऱ्यौँ होइन अनि हाम्रो म्यामहरू सरहरू हेर्दै बस्नु भइरहेछ भित्र हुनुहुन्छ यहाँनिर बेहुली अन्मिँदैछ अनि सोल्टिनीहरू पनि हामीले हेऱ्यो बोलिहाल्न पनि मिलेन होइन बोलिहाल्न पनि मिलेन त्यही पनि सतर्कता अप्नाएर हामीले यस्तो नजर चाहिँ डाल्यौँ यताउता नजर डालेर सर्लक्क बाहिर निस्क्यौँ मासु सासु खायौँ होइन मासु लोकल हो कि ब्रोइलर हो सर त्यो ब्रोइलरै हो जस्तो थियो मासु चाहिँ एकदम यहीँ पकाएको जस्तो थियो होइन राम्रो थियो क्या मलाई चाहिँ लोकल हो कि ब्रोइलर हो कन्फ्युजै गराइदियो क्या क्यामेरा देखाएपछि बोल्दै बोल्दैन के भन्नु बोल न के गर्ने भन्नु न बिहेमा अब म्यामको बिहेमा त आयो अब हाम्रो सरको बिहेमा पनि आउन पाऊँ जल्दी जान पाऊँ होइन अलिक टाढै होस् नजिकै चाहिँ नहोस्
गाइस यहाँ चाहिँ हाम्रो बिनु म्यामको बिनु म्यामको अब बिए यहाँ फाइनली बिदाई सकेको छ हुने र क्रममा हैन बिदाई हुने क्रममा हामी चाहिँ यहाँ बाहिर यसो रुँगेर बसिरहेको छौँ हामी पनि हामी निक्लिने बेला भएको हो अब उहाँसँग सँगै हामी पनि बिदाई हुन्छौँ हैन हामी पनि निक्लिने तम तयारीमा छौँ यो चाहिँ गाइस हामी चाहिँ अब चिया खाएर निस्किँदैछौँ यहाँबाट We are leaving है गाइस